इजरायलीहरूको भूमि, इजरायलको विषयमा भविष्यवाणी। इजरायलीलाई फर्काएर ल्याउने मात्र होइन, तर उनीहरूको उजाड भएको देशलाई जस्ताको तस्तै पार्ने भविष्यवाणी पनि परमेश्वरले गर्नुभएको थियो। बाइबलको इजकियल नामक पुस्तकबाट 36 अध्यायको 28 पददेखि 30 पद पढौं। तिमीहरू आफ्ना पिता पुर्खाको देशमा बस्नेछौ, अन्न उब्जी भन्ने आज्ञा दिएर अन्न बढाउनेछु। म रुखहरूको फल र खेतको उब्जनी बढाउनेछु, जसको कारणले गर्दा अनिकाल हुँदैन। अब 33 पददेखि 36 पंक्ति। तिम्रा सहरहरूलाई बसाल्नेछु, बर्बाद भएका ठाउँहरू बनाइनेछन्। तिम्रो देश जुन आउने जानेहरूको दृष्टिमा उजाड भएको थियो, सो उजाड हुनुको सट्टामा जोतिनेछन्, खनिनेछन्। अनि मानिसहरूले भन्नेछन्, यो देश त केही नउम्रने उजाड पो थियो, अब त अदनको बगैँचा जस्तो पो भएछ। भत्काइएका लडेका उजाड सहरहरू त फेरि बलिया गढजे बनाइएछन्, मान्छेहरू बस्न लागेछन्। तब तिम्रा वरिपरि बस्ने जातिहरूले परमेश्वरले नै भत्केका नगरहरू बनाउनु भयो, नाङ्गा उजाड जग्गामा रुखपात लगाउनु भयो भनेर जान्नेछन्। यस भविष्यवाणीलाई विश्लेषण गर्यो भने 5 कुरा थाहा पाउनेछौ। 1 नम्बर, देश रुखो, नाङ्गो र उजाड बन्नेछ। 2 नम्बर, यहुदीहरू फर्केपछि यस्तो उजाड देश जोतिनेछ, खनिनेछ अनि प्रशस्त मात्रामा अन्न फलफुल फल्नेछन्। 3 नम्बर, रुखहरू रोपिनेछन्। 4 नम्बर, यस्तो उजाड देश अदनको बगैँचा जस्तो हुनेछ। 5 नम्बर, भत्केका टुटेका सहरहरू ठुला ठुला भवनहरूले भरिएका सहर बन्नेछन्। यो भविष्यवाणी प्राय 2600 वर्ष अघि दिएको हो, तर 2600 वर्ष बितेपछि एकवटा कुरा ठीक पुरा हुँदैछ। धेरै वर्ष अघि मैले इजरायल देशलाई देखेर आउने एकजना पन्जाबी मान्छेले इलस्ट्रेटेड विकली नामक पत्रिकामा यी सबै कुराहरूको बयान गरेर लेखेको कुरा पढेको थिए। इजरायल देश पहिले असाध्यै मलिलो उब्जनी हुने देश थियो, यसै कारण त्यस देशलाई दूध र मह बग्ने देश भनिएको थियो। त्यस देशमा फलेको अंगुरको एउटा हाँगा 2 जना मान्छेले काँधमा घारो तेर्साएर बोक्थे। यस्तो अद्भुत देशमा पेट भरि खाएर ती इजरायलीहरू बस्थे। त्यसपछि इजरायलीहरू संसारभरि छरिएका कुरा बताइसकेको छु। यहुदीहरू त्यहाँबाट गएपछि त्यो मलिलो देश बिस्तारै रुखा सुक्खा र बालुवा हुन थाल्यो। वर्षै पछि पानी कम पर्न थाल्यो। समय आयो, पानी पर्नै छोडिहाल्यो। यसै कारण त्यो देश मरुभूमिमा परिणत भयो। हाम्रो देशमा एउटै वर्षा हुन्छ, असार साउन भदौमा, तर इजरायल देशमा उहिले 2वटा वर्षा हुन्थे। तर यहुदीहरूले इजरायल देश छोडेपछि त्यस देशमा पानी नै पर्न छोड्यो। कति अचम्मको कुरा, पानी पर्ने देशलाई कसले नपर्ने बनाउन सक्छ? बाइबलको भविष्यवाणी यसरी पूर्ण हुँदो रहेछ। हामी छक्कै पर्छौं। समयमा सम्पूर्ण इजरायल देश उराठलाग्दो बन्यो। पानी भएको ठाउँ नुनिलो पानीको धाप बन्यो, उब्जनी नहुने। यस्तो उजाड देशमा, फेरि ज्यानको खतरा भएको देशमा कुन चाहिँ हुस्सु बस्न आउँछ र? तर लाखौं यहुदी धन माल इत्यादि छोडी आए, किनभने परमेश्वरले ल्याउँछु भनी भविष्यवाणी गर्नुभएको थियो। भविष्यवाणी मुताबिक त्यो देश जोतियो। फेरि परमेश्वरले अन्न उब्ज भन्ने आज्ञा दिनुभयो अनि अन्न फलफुल प्रशस्त गरी फल्न थाल्यो। त्यस देशबाट करोडौं रुपियाँको फल देश विदेशमा चलान हुन्छ। आजभन्दा 22 वर्ष अघि नै कागती जातको फलहरू मात्र सालमा 56 करोड 25 लाख रुपियाँको विदेशमा निर्यात हुन्छ भन्ने कुरा होमर डङ्कनले लेखेका थिए। त्यहाँका सुन्तला अंगुर सारा संसारमा प्रख्यात छन्। आउने जाने मान्छेले लौ यस्तो उजाड देश त अदनको बगैँचा अर्थात् परमेश्वरको बगैँचा जस्तो पो भएछ भनी भन्नेछन् भन्ने भविष्यवाणी यसरी अक्षरश पूरा भएको छ। एउटा अचम्मको कुरा, जबदेखि इजरायलीहरू आफ्ना पिता पुर्खाको देशमा फर्कनलाई चलमलाउन लागेका थिए, तबदेखि नै बिस्तारै त्यस उजाड प्यालेस्टाइनमा पानी पर्न थाल्यो रे। बिस्तारै झरीको मात्रा बढ्दै जाँदा उधो झरिरहेको जमिन मुनिको पानी पनि कहीँ 30 फिट जति उँभो बढेर आयो रे भनी डाक्टर कट ई ककले आफ्नो किताबमा लेखेका छन्।
यति मात्र नभएर इजरायलीहरूले गालिल सागरको पानी पहाडको चुच्चरामा तानी त्यहाँबाट देशभरि पाइपबाट पानी पुर्याउँछन् खेती फलफुलका लागि। फेरि भविष्यवाणी मुताबिक नै पाखाभरि मैदानभरि रुख रोपेका छन्। प्राय 3 लाख एकड़ जमिनलाई असल रुख रोपी वन बनाएका छन्। त्यो वन जंगललाई नक्सामा देख्दा पनि हाम्रो मन नाच्छ। देशै झिलिमिली पार्ने गरी आधुनिक भवनहरूले भरिएका अनेकौं सहरहरू बनिएका छन् देशभरि। यस प्रकारले नम्बर 1 त्यो भरपुरीको देश रुखो नाङ्गो उजाड बन्नेछ। नम्बर 2 यहुदीहरू फर्केपछि त्यो देशले फेरि प्रशस्त मात्रामा अन्न फलफुल फलाउने छन्। नम्बर 3 रुखहरू रोपिनेछन्। नम्बर 4 उजाड भइसकेको देश फेरि परमेश्वरको बगैँचा झैं बन्नेछ। नम्बर 5 भताभुङ्गा भएका सहरहरू फेरि ठुला ठुला बिल्डिङले भरिएका सहर बन्नेछन् भन्ने सबै भविष्यवाणी एक पूरा भए। तब के बाइबल नै परमेश्वरको सत्य शास्त्र होइन र? तपाईँ र मलाई यही शास्त्रको खाँचो छ।